योभन्दा अघिल्लो क्लासमा हामीले विश्वको इतिहासको प्राचीन कालका सभ्यताहरूको बारेमा डिस्कस गरेका थियौँ भने आज हामी मेग्ना कार्टा र पुनः जागरणको बारेमा डिस्कस गर्नेछौँ। सर्वप्रथम त हामीले मेग्ना कार्टा भनेको के हो भनेर बुझ्नु पर्दछ। मेग्ना कार्टा भनेको बेलायती नागरिकहरूको स्वतन्त्रताको बडपत्रको साथै मानव अधिकारको प्रथम लिखित दस्तावेज भनेर मानिन्छ। पहिलो नम्बरको क्वेसन रहेको छ, मेग्ना कार्टाको पहिलो संशोधन कहिले भएको थियो? यसको एन्सर रहेको छ 2016 नोभेम्बर 12। त्यस्तै गरी अर्को क्वेसनमा जाउँ, मेग्ना कार्टामा कति धारा रहेका छन्? यसको एन्सर हो 63। अर्को क्वेसन नम्बर 3मा मेग्ना कार्टामा कतिवटा प्रति हाल सुरक्षित रहेका छन्? यसको एन्सर हो 4 प्रति। अर्को क्वेसन, मेग्ना कार्टा कति पटक संशोधन भएको थियो? यसको पनि सही एन्सर हो 4 पटक। क्वेसन नम्बर 5मा रहेको छ, मेग्ना कार्टा कहाँको जनताले प्राप्त गरेको दस्तावेज हो? यसको एन्सर रहेको छ बेलायत। क्वेसन नम्बर 6मा रहेको छ, जोन द्वितीयको मृत्यु कहिले भएको थियो? यसको एन्सर रहेको छ सन् 1216 अक्टोबर 19। मेग्ना कार्टा राजाका विरुद्ध धर्मगुरु तथा प्रजाबीचको सङ्घर्ष परिणाम थियो भने यो कहिले जारी भएको थियो? यसको एन्सर रहेको छ 1215 जुन 15। मेग्ना कार्टामा बेलायतको कतिवटा कानुनको सङ्ग्रह थियो? यसको एन्सर रहेको छ 37वटा। सन् 1225मा जारी गरिएको फाइनल मेग्ना कार्टामा हस्ताक्षर गर्ने बेलायती राजा को हुन्? यसको एन्सर रहेको छ नरी तृतीय। यसै गरी क्वेसन नम्बर 10मा रहेको छ, राजा र धर्मगुरु बीच भएको सङ्घर्षको परिणाम के हो? यसको एन्सर रहेको छ मेग्ना कार्टा। यसै गरी क्वेसन नम्बर 11मा रहेको छ, मेग्ना कार्टाको चौथो संशोधन कसले गरेका थिए? यसको एन्सर रहेको छ एडवर्ड प्रथम। मेग्ना कार्टाबाट आउने सम्भावित क्वेसनहरू यस्तै नै रहेका छन्। अब नयाँ क्वेसन आयोहरू भने हामी अर्को सेसनमा डिस्कस गर्नेछौँ। अब हामी जाउँ पुनः जागरणतर्फ। क्वेसन नम्बर 1मा रहेको छ, पुनः जागरणको सुरुवात कुन देशबाट भएको हो? यसको एन्सर रहेको छ इटाली। यो पुनः जागरण चाहिँ आधुनिक युगको सुरुवात युग नै पुनः जागरणको कालबाट भएको भन्ने मानिन्छ के। क्वेसन नम्बर 2मा रहेको छ, द रेनेसान्स पिरियड स्टार्ट इन। यसको एन्सर रहेको छ 14th सेन्चुरी। यस्तै गरी क्वेसन नम्बर 3मा रहेको छ, प्रसिद्ध राजनीतिक विचारक रुसो कुन देशका नागरिक हुन्? यसको एन्सर रहेको छ स्विजरल्यान्ड। यस्तै गरी नम्बर 4मा रहेको छ, डिभाइन कमेडीको लेखक को हुन्? यसको एन्सर रहेको छ दाँते। यसै गरी क्वेसन नम्बर 5मा रहेको छ, युरोपबाट भारत आउने सामुद्रिक मार्ग कसले पत्ता लगाएका थिए? यसको एन्सर रहेको छ भास्को ड गामा। यसै गरी क्वेसन नम्बर 6मा रहेको छ, पुनः जागरण अघि कुन कुन भाषा चल्तीमा थिए? यसको एन्सर रहेको छ रोम, ग्रिक र ल्याटिन भाषा चल्तीमा थिए। यसै गरी क्वेसन नम्बर 7मा रहेको छ, पुनः जागरण काल भन्नाले कुन अवधिलाई जनाइन्छ? यसको एन्सर रहेको छ 14औं शताब्दीदेखि 16औं शताब्दीसम्मको अवधिलाई चाहिँ पुनः जागरण कालको अवधि जनाउँछ। यसै गरी क्वेसन नम्बर 8मा रहेको छ, कागज र छापाखानाको आविष्कार कहाँ भएको थियो? कागज र छापाखानाको आविष्कार चीनमा भएको थियो। यसै गरी क्वेसन नम्बर 9मा रहेको छ, प्रशान्त महासागरको नाम कसले राखेका थिए? यसको एन्सर रहेको छ ग्यामलन। यसै गरी क्वेसन नम्बर 10मा रहेको छ, मोनालिसा, द लास्ट सुपर आदिको चित्रहरूको चित्रकार को थिए? यसको एन्सर रहेको छ लियोनार्दो दा भिन्ची। यसै गरी क्वेसन नम्बर 11मा रहेको छ, रक्त सञ्चार प्रणालीको बारेमा जानकारी गराउने वैज्ञानिक को हुन्? रक्त सञ्चार प्रणालीको बारेमा जानकारी गराउने वैज्ञानिक विलियम हार्वे हुन्। अनि यसै गरी क्वेसन नम्बर 12मा रहेको छ, द सोसल कन्ट्र्याक्ट नामक पुस्तक कसले लेखेका हुन्? द सोसल कन्ट्र्याक्ट नामक पुस्तक रुसोले लेखेका हुन्।
Thank you for watching this video.